ओलसो अनि सबैलाई टसितेलिक र नमस्कार। अनि आज चाहिँ म तपाईहरुलाई मेवाको विषयमा भन्न चाहन्छु। मेवा चाहिँ दुई प्रकारको हुन्छ। दुई प्रकारको चाहिँ के हो भने चाहिँ एउटा केमे र बमे भन्ने हुन्छन्। केमे र बमे थाउनु भन्दाखेरि तपाईले के थाउनु पर्यो भने चाहिँ अगाडि मेवागु भन्ने थाउनु पर्यो। अब मेवागु के हो भने चाहिँ चिकार, निनक, सुमथिङ, सिजाङ, ngaser, डुकर, दुनमार, गेकार, घुमर भन्नेले चाहिँ के भन्छ भने त्यसले चाहिँ मेवागु भन्छ। त्यो मेवागुबाट चाहिँ अब हामीले केमे र बमे दुईवटा छुटाउँछन्। अनि केमे र बमेमा अब भन्दा अगाडि म तपाईलाई केमे भन्छु। अब केमेमा चाहिँ दुई प्रकारको हुन्छ। एउटा चाहिँ वर्षको केमे र अनि मान्छे अलग आफ्नै केमे खोज्ने दुईवटा छ। अब वर्षको केमे चाहिँ के भन्छ अब लोलोमा एक वर्षमै सार्छन् र मान्छे आफैको केमे चाहिँ सार्दैन कहिले पनि। त्यो तपाईको 90 दिनसम्म त्यही एउटा केमे नै बस्छन्। अब केमे कसरी खोज्ने भन्दाखेरि चाहिँ तपाईले सबभन्दा अगाडि लोको केमे थाहा नपाइकन तपाईले फेरि मान्छेको केमे लिन सक्दैन। जस्तो यसपालि 2025 को मेवा के हो, केमे के हो भने चाहिँ यसपालि चाहिँ तपाईको निनाको हो। त्यसैगरी आगोबढी 2026 मा चाहिँ के पर्छ भने चाहिँ तपाईको चिकार पर्छ र 2027 मा तपाईको घुमर भनेर पर्छ। अब मुनि मुनि जाने हो। त्यहाँदेखि त्यो अब 2025 को तपाईको केमेको आज यसपालि जन्मेको चाहिँ बच्चाको चाहिँ मेवा के हो, केमे के हो भने चाहिँ निना नै पर्छ। त्यसैगरी तपाईले अब अर्को तपाईले यो भन्दा अलि ठुलो पर्छ। जस्तो तपाईले अब 25 वर्ष मान्छेको तपाईले केमे खोज्नु पर्यो भने चाहिँ जसरी पनि यसपालि वर्षको तपाईले मेवा थाउनु पर्छ। अब यसपालि 2025 को चाहिँ मेवा के हो भने चाहिँ निनाको। निना चाहिँ तपाईले कसरी निकाल्नु पर्छ, हातमा निकाल्नु पर्यो भने चाहिँ अब तीनटा आम्लोमा निकाल्ने। तीनटा आम्लोमा निकाल्दाखेरि चाहिँ जसरी पनि तपाईले बीचमा चाहिँ नम्लोको मेवा वर्षको मेवा राख्नुपर्छ। जसरी पनि त्यो राखेर हुँदै हुँदैन। अनि निना यहाँ राख्ने, त्यहाँदेखि घुमाउने। घुमाउँदा कसरी घुमाउने भने निना, सुमथिङ, सिजाङ, ngaser, डुकर, दुनमार, गेकार अनि घुमर, चिकर, निनक भनेर राख्नुपर्छ। राख्ने तरिका चाहिँ अब यो यस्तो राख्ने तरिका चाहिँ कहिले चेन्ज हुँदैन, एउटै हो। अब तपाईले 25 वर्ष खोज्दाखेरि तपाईले यहाँबाट 1 है 25 वर्ष यहाँ अब यो मेवा अघि राखिन बराबर आफ्नो ठाउँमै छ। यहाँबाट चाहिँ 1 2 3 4 5 6 7 8 9 10 अनि 11 12 13 14 15 16 17 18 19 भएन 19 20 21 22 23 24 25 यहाँ आयो है। अब यसमा मेवा के हो हेर्ने। अब मेवा चाहिँ यहाँबाट निनक, सुमथिङ, सिजाङ, ngaser, डुकर, दुनमार, गेकार भनेर आयो। अब 25 वर्ष मान्छेको केमे के पर्यो भने चाहिँ तपाईको गेकार पर्यो भन्ने हुन्छ। अब तपाईले यो धेरै लामो घुमाउनु पर्यो, छोटोमा घुमाउनु पर्यो भने चाहिँ यहाँ बीचमा के नम्बर छ, यहाँ बीचमा सबैको नम्बर तपाईँ याद गरे हुन्छ। यहाँबाट चाहिँ चिक, यहाँ चाहिँ 1 अनि 10 19 28 37 भनेर चाहिँ यहाँ नम्बर धेरै छ। तपाईले म यहाँ माथि लेखेर दिन्छु। त्यो सबै तपाईले मनमा राख्यो भने तपाई सजिलोताले खोज्न छिटो खोज्न सक्छ हैन। छिटो हुँदाखेरि तपाईले अब यहाँबाट तपाईले अब ठुलो वर्ष खोज्नु पर्यो। जस्तो तपाईको 56 को भन्नु हैन, 56 को खोज्नु पर्यो भने चाहिँ 56 खोज्नु पर्यो भने चाहिँ यहाँबाट चाहिँ 1 यहाँ के हो 10 19 28 अनि 37 46 46 55 यहाँबाट 56 भनेर चाहिँ 56 यहाँ के हो नि सुमथिङ भनेर पर्छ भनेर चाहिँ थाहा हुन्छ। यसरी नै तपाईको मेवा केमे खोज्ने तरिका चाहिँ यसरी हो। तपाईले यो चाहिँ याद राख्नुस्। अनि यो पछि बमे खोज्दाखेरि पनि तपाईलाई चाहिन्छ ल। अनि आजको लागि चाहिँ यति नै हो। थ्याङ्क यू टु से।